ल धेरैले यो की होल्डर बनाउन भन्नुभएको थियो। यसमा चस्माहरू यताउति पेनहरू सबै राख्न मिल्छ। ल सुरु गरौँ। यसरी चाहिँ मैले बनाएँ, काटेको छु मैले। यो चाहिँ 20 सेन्टिमिटरको 5-7 वटा। अब यसलाई चाहिँ मैले यहाँ ल अब चाहिँ यहाँ रेडी भएको छ। यहाँ चाहिँ यसरी जोड्ने। एक साइडमा चाहिँ लाइयो, अब अर्को साइडमा। ल अब यहाँसम्म चाहिँ रेडी भयो। अब चाहिँ यसलाई चाहिँ ठ्याक ठ्याक हामीले यसरी यहाँ 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 यताबाट पनि काटिहाल्ने। ल यो तारलाई चाहिँ अनि यस्तो टाइपको बनाउने। यसलाई बनाउनको लागि चाहिँ सिम्पल यहाँबाट यसलाई यस्तरी घुमाउने। अब यसलाई चाहिँ यस्तरी बङ्गाउने। ल हाम्रो हुक चाहिँ भइसकेको छ। अब यसलाई चाहिँ ठ्याक्क यहाँनिर यो स्क्रुको मद्दतले ल यहाँनिर मैले चाहिँ हुकहरू लगाइसकेँ। अब यतापट्टि काँटी आएको छ, यसलाई चाहिँ हामीले हटाइन्छ। अब यहाँनिर चाहिँ होल गरिन्छ जो झुन्डाउनको लागि। यहाँ चाहिँ मैले होल गरिसकेँ। अब चाहिँ यसलाई यस्तै ठ्याक्क टाँग्न सकिन्छ भित्तामा ठ्याक्क। अब यो रेडी भइसकेको छ। अब तपाईँले यहाँ पेनहरू ठ्याक्क मार्करहरू राख्न सकिन्छ।